यो वर्ष चाहिँ हामी आफैले पार्किङ शुल्कको सन्दर्भमा यो तपाईँको यो मेलाले चाहिँ पुरै लय चाहिँ परिवर्तन गरिसकेको देखिन्छ है। ढिँगाहरूको मेला हो कि चौधरीहरूको हो कि थारूको यो के अरे तलको लाग्ने मेला हो कि फरक कहाँ छोड्यो क्या अब। र जहाँसम्म खर्चको सन्दर्भ छ, अब खर्च त पर्व लगाउँदाखेरि स्वभावैले हुन्छ। किनभने हिजो 20 वर्ष अगाडिको हिमाल अथवा 20 वर्षको एउटा ब्राह्मणको चाहिँ आर्थिक स्थिति त 20 वर्ष अगाडिको र पछाडिको त फरक त हुन्छ नि। यो तपाईँले सुन्दाखेरि के गर्ने छ, यो चाहिँ अत्याधिक शुल्क लिने गरिएको भनेर गुनासो आइरहेको छ। यसलाई कसरी तपाईँले त्यसपालि चाहिँ व्यवस्थापन गर्नुहुन्छ, यसको बारेमा मैले जानकारी गराइदिनु राम्रो छ। खास गरिकन हामीले पनि यो गुनासोहरू सुनिराखेका छौँ। यो गुनासोलाई सुनिसके पछाडि यसलाई समाधान गर्नको लागि प्रत्येक वर्ष हामीले कोसिस पनि गऱ्यौँ, तर त्यसो हुन सकेन। यो वर्ष चाहिँ हामी आफैले पार्किङ शुल्कको सन्दर्भमा चाहिँ किटेरै बाइकको लागि, साइकलको लागि, 4 चक्केको लागि संस्थाले नै चाहिँ त्योभन्दा ज्यादा नदिन र उर्दी जारी गर्छौँ, निर्देश जारी गर्छौँ। त्योभन्दा तलमाथि नहुने गरी नै यो पटक चाहिँ आइराखेको गुनासोलाई चाहिँ हामी सहज रूपमा पार्किङको सन्दर्भमा चाहिँ समाधान गर्छौँ भन्ने विश्वासका साथ हामी अगाडि बढेका छौँ। कार्यक्रम चाहिँ श्रद्धाञ्जली सभा गर्दैछौँ। लगभग हाम्रो 1-1.5 घन्टाको हुनसक्छ म्याक्सिमम। र खास गरिकन हाम्रो केन्द्रीय अध्यक्ष यो संस्थाको पहिलोपटक वर्तमान अवस्थामा चाहिँ निधन भएको इतिहास हो र केन्द्रीय अध्यक्ष नै चाहिँ उहाँको व्यवहार भइसके पछाडि उहाँको योगदानलाई, उहाँको कार्यलाई स्मरण गर्नको लागि हामीले उहाँको नाममा श्रद्धाञ्जली सभा गर्दैछौँ र उहाँले गर्नुभएको कामको चर्चा परिचर्चा प्लस थप उहाँको बारेमा कार्यक्रममै हामीले छोटो जीवन पनि उहाँको बारेमा त्यहाँनिर प्रस्तुत गर्ने कार्यक्रम तय गरेका छौँ। के निवेदन गर्नुहुन्छ कि यो वर्ष सबै रोक्छ? सबै रोक्छ। सोह्रमाकै तपाईँलाई सोध्नु है, गाउँमा जन्मेर हुर्केको मान्छे है, यो तपाईँको यो मेलाले चाहिँ पुरै लय चाहिँ परिवर्तन गरिसकेको देखिन्छ है। ढिँगाहरूको मेला हो कि चौधरीहरूको हो कि थारूको यो के अरे तलको लाग्ने मेला हो कि फरक कहाँ छोड्यो क्या अब। कस्तो भने मेला भन्ने बित्तिकै अलिकति सांस्कृतिक केही कुरा देख्नुपर्ने। हिमालयमा आफै आफ्नो ड्रेस लगाएर आउँदैनन्, महिलालाई मात्रै लाउन लगाउँछन् होइन। अनि हाम्रो गाउँमा एकजना अभियन्ता हुनुहुन्छ, उहाँले भन्दा त 4.5 करोड जति पैसा खर्च हुन्छ ढिँगाको मेला अवधिभरिमा होइन। उल्टै यसले सांस्कृतिक फाइदा भन्दा पनि ढिँगाहरूलाई चाहिँ बढी कमाउँदै गएको छ भन्ने खालको कुरा गर्नुहुन्छ उहाँले। अनि यसलाई अलिकति यो अब त्यो मेला भनेर यस्तो यस्तो खेलाउने हुन्छ नि, यस्तो खेलाउने अनि ढाइस खेलाउने यो के अरे पिङ सिङ यस्तै यो मनोरञ्जनका आधुनिक मनोरञ्जनका साधनहरू मात्रै देखिने, परम्परागत त्यो दृश्य केही पनि नदेखिने। इभन चिचिरी भात बेच्ने एकजना महिलालाई मैले सोधेको, बिहानदेखि 12 बजेसम्म आएर सोद्धाखेरि मैले जम्मा 2 जनालाई बेचेँ भन्दै हुन्थ्यो कि। अनि यो मौलिकता चाहिँ गुम्दै गएको छ होइन। तर अब यो तमासा भनौँ न, नाना मेलाको तमासा चाहिँ अलिक बढ्दै गएको छ। यसलाई अलिकति लयमा फर्काउन चाहिँ तपाईँको के छ कार्यक्रम भन्ने मेरो जिज्ञासा छ। अलिक भेग होला कुरो होइन, तर अलिक प्रश्न चाहिँ पारिदिनु पर्यो। हिमालको मौलिक सांस्कृतिक धार्मिक पर्वै हो, यसमा कुनै विपत्ति रहेन। जहाँसम्म यसलाई मनाउने सन्दर्भमा अब विधि प्रक्रियामा पनि खासै परिवर्तन भएको छैन। हामीले खास गरिकन यो दिन यो अवसरमा प्रकृतिको पूजै गर्छौँ। यो अवसरमा चाहिँ वातावरण ठिक होस्, हामीलाई प्रकृतिले दुःख नदियोस्, चाहिँ समयमा चाहिँ बर्सात होस्, त्यति मात्र होइन। अहिलेको जस्तो फेसबुक चिठी लेख्ने चलन त्यो समयमा थिएन। खास गरिकन केटाकेटी होस् भन्ने त्यो बेला चाहिँ त्यो आशयका साथ हाम्रो अग्रजहरूले सुधार गर्नु भएको हो। र पछिल्लो चरणमा अब तपाईँले भनिसके पछाडि चाहिँ भने जस्तो मेलामा पिङवालाहरू आउँछन्, उहाँहरूले अनुरोध गर्नुहुन्छ र पिङ हामीले लगाउनको लागि अनुमति पनि दिन्छौँ। मान्छेहरू त्यतातिर अलिक केन्द्रित भएको तपाईँले भनेको त्यसमा हामी सहमत गर्छौँ। तर हामी आफैले पनि
हामी के गर्दैछौँ, पूजा कसरी गर्दैछौँ भन्ने सन्दर्भमा त्यो सरोकार जसले राखे पनि त्यो मन्दिरतिर त्यो पूजा गरेको ठाउँतिर चाहिँ कम उपस्थिति हुने गरेको म आफैले देखेको छु। हामीले त्यो बारम्बार सबैलाई ल त्यहाँ मन्दिरमा जानुहोस्, दर्शन गर्नुहोस्, खास चाहिँ हाम्रो यो हो भनेर भन्दाखेरि पनि अब अहिलेको यङ जेनेरेसनहरू त्यताप्रति कम चासो होला, हामीले पनि कन्भिन्स गर्न नसकेको हुनसक्छ, त्यसमा पनि कमजोरी हामीले त्यहाँ रियलाइज गर्छौँ। तर के होइन भने यो मौलिक पर्व नै हो र जहाँसम्म खर्चको सन्दर्भ छ, अब खर्च त पर्व लगाउँदाखेरि स्वभावैले हुन्छ र अब यो खर्च अब ज्यादा भएको कारणले गर्दाखेरि के अरे हामीले मनाउँदै आफ्नो पर्वैलाई चाहिँ खतम गर्छु भन्ने पनि होइन होला। अब खर्च न्यूनीकरण गर्ने सन्दर्भमा संस्थाले हामीले आन्तरिक रूपमा छलफल र बहस गरिराखेका छौँ र यो खर्चकै सन्दर्भमा पनि अहिले पछिल्लो चरणमा चाहिँ आधुनिक हिसाबले खर्च गरिराखेको हामीले देखिराखेका छौँ। बस त्यति मात्रै न्यूनीकरण गर्ने होइन, चाहिँ तपाईँको त्यो अहिले जे चाहिँ बजारमा उपलब्ध भएको सामानहरू मात्रै हामीले किन्न छोड्यौँ र तपाईँले भने जस्तो चिसरी बगिया चाहिँ सुँगुरको मासु होइन, कुखुराको मासु हामीसँग भएको चिज मात्रै हामीले त्यसलाई प्रमोट गऱ्यौँ, त्यसैलाई मात्रै केन्द्रित गऱ्यौँ, पेय पदार्थमा पनि घरमा पारेको रक्सी मात्रै प्रयोग गऱ्यौँ भने खर्च टोटली न्यूनीकरण भएर जान्छ। तर अब अहिले हाम्रो समुदायमा पनि अधिकांश साथीहरू विदेश जानु भएको छ, चाहिँ वैदेशिक रोजगारमा गइसके पछाडि थोर बहुत पैसा खेलाउने वातावरण भएको छ। त्यस हिसाबले चाहिँ अहिले अलिकति खर्च तपाईँले भने जस्तो चाहिँ वृद्धि चाहिँ भएको छ र यो हुन्छ पनि होला भन्ने लाग्छ। किनभने हिजो 20 वर्ष अगाडिको हिमाल अथवा 20 वर्षको एउटा ब्राह्मणको चाहिँ आर्थिक स्थिति त 20 वर्ष अगाडिको र पछाडिको त फरक त हुन्छ नि, केही खर्च गर्ने हैसियत चाहिँ राख्छ, त्यस कारणले गर्दाखेरि भएको होला। तर जहाँसम्म संस्कृति संरक्षण गर्ने सन्दर्भमा त्यो खर्चलाई न्यूनीकरण गर्दै हामीले आफू मैत्री गर्नुपर्छ। जहाँसम्म अब अहिले त कतिको महसुस गर्नु भएको छ, हामीले आफै चाहिँ संस्थाका प्रत्येक सबै केन्द्रीय सदस्यहरूलाई पोसाक लगाउनको लागि निर्देशन गरेका छौँ, पूर्ति जारी गरेका छौँ। पहिले लगाउनुहुन्थ्यो, पहिलेदेखि लगाउनुहुन्छ र पुरुषहरूले कम लगाउने चलन थियो। हामीले गत केही वर्षदेखि चाहिँ हामी आफैले सुरु गरौँ भन्ने हिसाबले त्यो गरेका छौँ।